ल गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो बेबीको न्वारानको दिन। यहाँ चाहिँ आमा चाहिँ हिरोइन भएर बसेछ है, रेडी भएर। यहाँ चाहिँ बेबी भर्खरै मुख उठाएर सुतिरहेको छ। अब उठा गएर न्वारानमा पूजा सुरु भइरहेको छ। यहाँ चाहिँ रोटी बनाएको छ आमाले। आमा हजुरको लागि रोटी बनाएको हाम्रो आमाको। भाउजूको पनि इन्ट्री भयो है यहाँ पूजामा। गुड मर्निङ भाउजू, के भन्न चाहनुहुन्छ? धेरै खुसी छ बाबुलाई बधाई फेरि पनि छोरी भएकोमा पहिलोचोटि लक्ष्मीको आगमन। हाम्रो पूजा चाहिँ अब सुरु हुँदैछ। ल अब हजुरहरू गोदान गर्न सबैजना बस्नुहोस्, त्यसपछि उहाँले मात्रै बाँकी काम उहाँले मात्रै गर्दा नि फरक पर्दैन। बस्नु सबैजना चारैजना के गर्ने र गाईदान गर्नलाई बस्नु नि तपाईँ त्यहीँ हो अस्पतालमा हजुर पनि बस्नु। अब होइन हजुर बस्नु न। चारजना चारजना बसे हुन्छ। अस्पताल खै तपाईँ बिचमा बस्नु। यहाँ अब के राख्दैन अहिले पूजा गर्दा जतिखेर पूजा गर्ने उतिखेर राख्दा नि हुन्छ। लड्डु नभए म भन्छु। ल ओम भूरस्य भूरस्य देवीरस्य विश्वरस्य विश्वदाय विश्वसुगुणस्य दानवीर्थुनाथमाय घोषी धान्यमसी धान्य स्थापय तब चामल धान भनेर त्यो चामल राखेको छ नि हामीले, त्यो चामल छोडिदिनुहोस्। ओम धान्यमसी धेनु भयो दान यत बिहान यत दीर्घा मनो धान देव सविता हिरण्यपाण प्रतिगणान क्षेत्रेण बहिता भयसी। ओम कलशमा छोडिदिनुहोस्। ओम ओम वरुणस्य तं वनमति वरुणस्य वरुणस्य स्कम्बनस्य वरुणस्य दशदन्यस्य वरुणस्य दशदन्यस्य वरुणस्य सदनमासिल जल थपिदिनुहोस् कलशमा माथि मुखमा। हो त्यही जल। ओम ज्याउ हरिपूर्वा जाता पहिले चन्दन चढाइदिनुहोस्। ओम ज्याउ हरिपूर्वा जाता देवेव सर्वगणपरामनानि वरानि सतं नामानि सप्त च हिरण्य गर्भ एउटा पैसा सुनमा गोटा राखिदिनुहोस् पञ्चरत्न भनेर। यो सुपारी सुपारी तल पर्छ सुनमा गोटा राखिदिनुहोस्। अब हिरण्य गर्भमा समाधताय हुँदैछ सदामा कसरी देवा हजुर यो पैसा राखिदिला त्यही सुनमा गोटा राख्नु भने हैन यहाँ यहाँ के टपरीमा टपरीमा राख्नुहोस्। अब राख्ने बेला भयो अब के राख्नुहोस्। पूजा गर्ने ओम हिरण्य गर्भ समाह औषधय ज्योति चढाइदिनुहोस्। ओम औषधय त्यो कलशमा है। औषधय समादन्त सोमेन सारा केजस्मै कृष्णवती परमस्तको राजन पतिर तले खाइन्छ वरुणस्थितं मनमसि सदन्यशिवटशतसदनमासितं वरुणाय नमः। ओम औषधय समादन्त सोमेन सारा केजस्मै कृष्णवती परमस्तको राजन पारयामसि गन्धतारान्। ओम गन्धतारान् सान्निध्यभक्ताङ्करी श्रीं ईश्वरीं सर्वभूतानां भवे श्रियम्। मिठी के तर कुन चाहिँ हो मूल चाहिँ कुन रे गुरुजी? मूल कलश यो मूल क्लासमा यो राख यो त्यहाँ राख फुल मात्र प्रार्थना गर्नुहोस्। ओम वरुण देवदानव संवादे मते महादेवः ततः उत्पन्नदाकं भवितुतो विष्णुनास्ते सर्वे तीर्थानि देव सर्वे तीर्थं सर्वे वेदकामफलप्रदा तस्य प्रसादमेव किं कर्तुं जलदव सान्निध्यं गुरुदेवस्य प्रसन्नो भव सर्वदा।
वर्षण्ड भएको सर्वदा त्यही राख्नुहोस् कलशमा कलश त्यही कलशमै नवग्रहहरूको पूजाहरू सबै नवग्रहहरू ओम कलशे गर्नु देवताभ्यो नमः सर्वोदरार्थे गन्धाक्षत पुष्पाणि समर्पयामि त्यो प्रसाद पनि ल्याउनुहोस् ओम उठ्यो झिक्न पऱ्यो सन्तोष छाप्री ओम खाना राख्ने कि छाप्रीमा राख्ने हो गुरुजी यस्तो नराख्ने कि हुन्छ जस्तो सजिलो हुन्छ त्यसै राख्नु त्यो थालमा राख्नु थालमा राख्नु सजिलो जेमा सक्नुहुन्छ हजुरले त्यही गर्नुहोस् साथी भाइ ओम खोइ पर्छ फल्यो ओम पृष्ठो दिव्य पृष्ठो विश्वो खरेर सबै स्वानर सहसापन यो वर्षस्पादन एकदम यसमा राख्ने कि यहाँ राख्ने गुरुजी यो त्यही उसमा राखे नि हुन्छ त्यहाँ राखौँ अहिले पछि 1 घन्टा चढाउँदै जाउँला ए हुन्छ त केरा लेटर भन्छ ओम पृष्ठो दिव्य पृष्ठो विश्वम भवतु कल्याण मार्गम सुखदं पदं कर्मणं साक्षिरूपं तं दीपज्योतिर्नमस्ते भक्त्यादीपं प्रेक्षामि दैवाय परमात्मने त्रैमां निर्योद्घोरा दीपज्योतिर्नमस्ते हजुर अब यता यो राखेको छु नि मैले त्यहाँ बुझार्नुहोस् गणेशको मूर्ति छ नि गणेशको घन्टी पनि छ गणेशको मूर्ति छ भने त्यहाँ राखेर बुझाएर घन्टी चाहिँ चाहिन्छ बत्ती गर्दा के चाहिन्छ यता फर्काउनुहोस् यता जग्गीतिर जग्गीतिर फर्काउने हातुरीतिर फर्काउने त नि यहाँ जग्गीतिर फर्काउने लगाइदिनु है आचार नगर अहिले गुरुजीले भन्नुहुन्छ अनि त्यही अनुसार त्यो रातो चन्दन लगाइदिनुहोस् र अनि चन्दन फुलले बुझाएर ओम गणनान्त गणपतिको हवामहे प्रेरणान्तापतिको हवामहे वसोम माहमजानिग्रवदम तुमजाशिग्रवदम नागस्य नगारं तं गणराजं चतुर्भुजं वहिदय शैलदेवं सफलसदय आवाहयामि पूजार्थं रक्षतं तमम गतो यागस्य ग्रहणं तं पूजां कर्तुं च रक्षमां पूर्वसः क्षितिबुद्धिसहिताय सायुधाय सवाहनाय साङ्गाय सपरिवाराय इदं श्रीमहागणाधिपतये नमः सर्वपदरार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि जल छर्दैन सब थोरै ओम कलशादि वर्णदेवताभ्यो नमः सर्वपत्रार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि आसनं पाद्यं अर्घ्यं त्यो अघि पूजाहरूको दही पनि चढाइदिनुहोस् अर्घ्यं समर्पयामि श्री महागणाधिपतये नमः यज्ञ भवितं जनेमा चढाइदिएछु त्यही यसो छोइदिनुहोस् यज्ञ भवितं समर्पयामि श्री महागणाधिपतये नमः ओम चन्दनं चन्दन चढाउनुहोस् रातो चन्दन ओम चन्दनं समर्पयामि श्री महागणाधिपतये नमः सर्वपत्रार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि कुङ्कुमं दुर्वाक्षतं दुबो चढाउनुहोस् अक्षता चढाउनुहोस् ओम दुर्वाक्षतं समर्पयामि श्री महागणाधिपतये नमः सर्वपत्रार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि ओम त्यो बत्तीमा त्यो माथि त्यो डल्ला बस्यो त्यसलाई हटाइदिनु पर्छ कालो फेरि निम्न हेरौँ न कसरी हुन्छ बिस्तारै है होइन नि माथिको डल्लो बसेको त्यो अक्षता पऱ्यो के पर्छ त्यो तेल घट्दै गएपछि माथि हुँदै जान्छ कि त्यो दागको धुपदीप गर्नु पर्यो त्यो धुप हाल्नु बाती बनाउनु हजुर बाती ज्योति गर्नलाई बाती त्यो लाइटर त्यो बाटी कता गयो ज्योति तिनवटा बाल्ने कतिवटा बाल्ने 3टा नहाल्नुहोस् एउटा 2टा बाल्नुहोस् अथवा 4 5 जति बाल्नु 3टा चाहिँ नहाल्नुहोस् लसुन प्याज धुप राख्ने उ छ र यता छैन प्याज खानु धुप राख्ने धुपात राख्ने छ भने निकाल्नु नभए त्यसमा गाडी यसमा गाडी धुपहरू थिए कि
ओम ब्राह्मणो मुखमाहिर्बाहुराजन्यः कृतः उरुहोजतैषतैषतैषतुर्गामिः सूर्योदायत प्रकाशमहादीप सर्वत्र दिव्यापहं सवैः पत्रज्योतिरदीपोऽयं प्रतिगृह्यताम्। पण्डितजी हजुरले हजुरको खानामा लसुन प्याज हुन्छ हुन्न? लसुन प्याज हुन्छ भन्दैन, माछा मासु मात्र नै हुन्छ। लसुन प्याज बार्न अब गाह्रै रोटी राख्नु त यहाँ त प्रसाद खोइ ल्याउँदै हुनुहुन्छ होला। मेरो मायालाई म बोकेर आन्छ है। बाहिर थियो के लट्ठी यसरी जलमा चोकेर त्यो ताप्नु। ओम तनुवाग्ने तन्नानुतन्नावनं तन्माप्रेण तनातं तत्सूर्य भैतं परतासुरं पद्मं चरद्वस्येव शतशतं जीवेव शतशतमनेन मजस्तत्रदा शता। यो लिएर उठाउनुहोस्, फेरि अरूलाई देखाइदिनुहोस् सबैलाई। आरती लिनुहोस् है। आरती लिन आउनु है। ओम आदिर्गदेशे नमामि देशे मुखमण्डलर्गम् आरार्तिकं भक्तजनं प्रकुर्यात्। यसो ताप्नु नानीहरू कता गयो त बाहिर जान आउला नि। उता खिच्न लिएर आएको नानीलाई खिच्न आएको लक्ष्मी लिएर आएको गृहलक्ष्मी। 60 वर्षको बुढीले लक्ष्मी बोकेर आएछ नातिनीलाई। ए भइसक्यो। ल आयो ल कचराकै भइदियो त ल नानी आरती लिन सबैलाई आरती लिन ताप्नु। आमाले बोकेर आएको रे है यहाँ हाम्रो बेबीलाई आज देऊ मेरो मायालाई नेपालीको परम्परा। आरती ताप्नु आरती ताप्रे क्या यस्तो गरेर यसो दुईवटा हातले हो क्या दुईवटा हातले गर्नु न फेरि गर्छु बेबीलाई लगाइ बेबीलाई तिम्रो प्रसाद त्यहाँ राखेन? राखिसक्यो भाउजूको राख्यो? राखेर ल हाम्रो आजको पूजा लगभग सकिनलाई लगभग सकिन लाग्यो आजको पूजा। अघि बिहान सबै देवताहरू बोलाइयो। लक्ष्मी मारे घरमा बास बस्नुहोस्, बाँकी देवताहरू आफ्नो ठाउँमा जानुहोस्, फेरि बोलाउँदा आउनुहोस् भनेर ढोक गर्नुहोस् सिर्नी हुँदाहरू मनोरथमदि भजन सफल सर्वथा दया निर्मिणे नैव कर्तव्यं दासोऽहं तव केशव। हरानमा साटेहरू तनै साटेले मेरो थाहा मेरो पर्स ओम त्रायुगम जमदग्नेकस्य वक्षत्रायुगम जते वैभो त्रायुगम तन्नो अस्तु त्रायुगम। ओम त्रायुगम जमदग्नेकस्य वक्षत्रायुगम जते वैभो त्रायुगम तन्नो अस्तु त्रायुगम।
येन बद्धो बलि राजा दानवेन्द्र महाबल तेनक्तं प्रतिबन्नामि लक्ष्मण चक्रमातल लक्ष्मी ते पंकजाक्षिणी वसतु भवने भारती कंठदेशे वर्धन्तां बन्धुवर्ग सकलरिपुगण यन्तु पाताल देशं देशे देशे च कीर्ति प्रसरतु भवतां कुन्दपुष्पञ्च सौरा जीवत्तं पौत्र पौत्रजितः जहायमानानां सताश्च हजुर पनि आउनुहोस् रक्षाबन्धन छैन बाँड्न पहिला पहिले हो नि त येन बद्धो बलि राजा दानवेन्द्र महाबल तेनक्तं प्रतिबन्नामि रक्षमा चलमाचल लक्ष्मीस्ते पंकजाक्षिणी वसतु भवने भारती कंठदेशे वर्धन्तां बन्धुवर्ग सकलरिपुगण यन्तु पाताल देशं देशे देशे च कीर्ति प्रसरतु भवतां कुन्दपुष्पेन्द्र सौरा जीवत्तं पौत्र पौत्रजितः जहायमानानां सताश्च चेलीबेटीहरूलाई दिदी चेन्ज गरिदिने लाउनु पछि चेन्ज गरिदिनुहुन्छ यो पनिर भात यो बाबुले दिनु त बाबुले दिएछ नि त ल हजुर पनि आउनु त येन बद्धो बलि राजा दानवेन्द्र महाबल तेनक्तं प्रतिबन्नामि लक्ष्मीस्ते पंकजाक्षिणी वसतु भवने भारती कंठदेशे वर्धन्तां बन्धुवर्ग सकलरिपुगण यन्तु पाताल देशं देशे देशे च कीर्तिरस्तु कुन्दपुष्पेन्द्र सौरा जीवत्तं पौत्र पौत्रजितः जहायमानानां सताश्च लगाउनु टिका लगाइदियो हजुरलाई हुन्छ हजुरले लगाउनुहोस् म पनि लगाउँछु तपाईँलाई ठिक हजुरलाई लगाइदिनु हजुरलाई तरेफ लगाएको छैन अन्त ऊ बुहारीलाई त्रायकं जगदग्निकस्य त्रायकं जतेवेको त्रायकं तन्नो अस्तु त्रायकं नानीले नलाग मनलाई अहिले डाउन डाउन यो पनि दिनु पर्छ त्यो एकैचोटि दिनुपर्छ लटु टिका लाउनु पऱ्यो नि त बुबु खान्छ कहिले देख म समात्छु एकछिन है एकछिन आउनु म हजुरलाई टिका लगाएँ आफै लगाइदियो अनि चाहिँ खेमिन्दा सदा दर्शन केशव सदा वासुदेवलोके सदा जीव सदा मन्त्रार्थ सफला सन्तु पूर्ण सन्तु मन्त्रार्थ सफला सन्तु पूर्ण सन्तु मनोरथ शत्रुणां बुद्धिनाशस्तु लाउनु ल सबैलाई 5 मिनट अब आउँदैछ एकछिन ओम त्रायकं जगदग्निकस्य त्रायकं जतेवेको त्रायकं तन्नो अस्तु त्रायकं ताइने हो देवले येन बद्धो बलि राजा दानवेन्द्र महाबल तेनक्तं प्रतिबन्नामि रक्षमा चलमाच लक्ष्मीस्ते पंकजाक्षिणी वसतु भवने भारती कंठदेशे वर्धन्तां बन्धुवर्ग सकलरिपुगण यन्तु पाताल देशं देशे देशे च कीर्ति प्रसरतु भवतां कुन्दपुष्पेन्द्र सौरा जीवत्तं पौत्र पौत्रजितः जहायमानानां सताश्च टिका लगाए छोडेन बुबु छोडेन सदा वासुदेवलोके सदा जीव सदा सखे मन्त्रार्थ सफला सन्तु पूर्ण सन्तु नानीलाई चाहिँ पनि चला बिम्बले मुई म मुइङलो बाबु अरे नि चाखम त्रायकं त्रायकं तन्नो अस्तु त्रायकं नानीलाई हजुर समाइदिनु न म रक्षादान भन्नु साटम न राजा दानवेन्द्र महाबल तेनक्तं चलमाचल लक्ष्मीस्ते पंकजाक्षिणी वसतु भवने भारती कंठदेशे वर्धन्तां बन्धुवर्ग सकलरिपुगण यन्तु पाताल देशं देशे देशे जांगे भन बा भिडियोमा जांगे लाला के भयो अर्को थिएन अर्को जांगे थिएन के हो त नानीले नमस्ते सदा वसत वैकुण्ठे दातर्शन केशव सदा वासुदेवलोके सदा जीव सदा सखि मन्त्रार्थ सफला सन्तु पूर्ण सन्तु मनोरथा शत्रुणां बुद्धिनाशोऽस्तु मित्राणां उदयास्तु वा यहाँ हाँसकोटामा बाँध्नु परेन नानी पनि बानियो पाउनु मैले लगाइसकेँ हजुर त्यो कालो तराईको मात्र लाउनु भएको
सदा वसत वैकुण्ठे दर्शन केशव सदा वासुदेवलोके सदा जीव सदा श्रीमन्त्रार्थ सफला सन्तु पूर्णसन्तु मनोरथा सतृणावती नाशक्तु वेत्राणामुदयास्तु वा। बच्चीलाई नानीलाई चाहिँ मैले चुडाएर दिन्छु हजुर अनि बिस्तारै बसेर बाँध्नु भने सहिलो होला। ए हुन्छ हुन्छ मैले बाँधिदिँदाखेरि फेरि हुन्छ नि त। हुन्छ हुन्छ के भयो खुट्टा त्यो त छाला बिस्तार बिस्तार फेरि हुन्छ अरे तलको सुरुवाल त निकाल्थ्यो बुढी गरी भयो होला तलको सुरुवाल क्या अहिले झन् बढेर यसरी हिजो यो हप्ता फेरि झन् टन्नै गर्मी हुन्छ भन्छ क्या। यो चाडा हात खुट्टालाई भयो हजुर हजुर अनि यो चाहिँ अलि लामो चाहिँ कम भयो। नानीहरूलाई मन लाग्छ कसलाई अनि सुताएर आनन्दसित बाँध्दैन। ल अब यो यो साट्नु सका साट्नुस् के त अब गुरुजीको नि होइन गुरुजीसँग साट्नु रे के पैसा होइन भन्नाले उठाउने अब सामान यो त उठाउँला बोल्छ प्लास्टिक चाहियो प्लास्टिक ल्यायो त्यसपछि प्लास्टिक दिएर अब चिया चिया नि बनाउनु खाजा